हेलो साथीहरू, आज मैले मेरो तरिकाले मासु पकाउने रेसिपी दिन लागिरहेको छु है तपाईँहरूलाई। आफ्नो तरिका हुन्छ है। मैले तेल राखेँ, अनि तेल तातेपछि मैले मेथी राखेँ। मेथी ब्राउन कलर भएपछि मैले प्याज राखेँ है। मैले अलिकति धेरै राख्छु कि मासु पकाउँदा प्याज चाहिँ अलिक धेरै भनेर धेरै त होइन, ठिक्क अलिकता तरकारीलाई भन्दा थोरै बढी। मलाई चाहिँ मासु पकाउँदा अलिक ठुलो भाँडामा पकाउनुपर्छ के, किनभने मजाले चलेको हुनुपर्छ। ल प्याजलाई ब्राउन कलर हुनु भएपछि अब मैले यता पेस्ट बनाउँदैछु, जिन्जर गार्लिक पेस्ट बनाउँदैछु है। मासु राखेँ, अब मासुलाई मजाले चलाउनुहोस्। मासु चलाएपछि यो चाहिँ लोकल हो के, लोकल कुखुरालाई चाहिँ मैले पहिला केही पनि नराखिकन यसरी भुट्छु। अब यसलाई सिस्टी लगाउँछु, त्यही पानीले सिस्टी लगाएर हेर्नुहोस् त। 2-3 सिस्टी लगाएपछि यसलाई ढक्कन खोलिदिनु, यस्तो राम्रो हुन्छ। यसमा तेल निस्किन्छ के। अब यो तेललाई मजाले फालिदिनुहोस्। अनि यस्तो ओभानो भएपछि जिरा पाउडर, यो चाहिँ सुकमेलको धुलो, मैले मासुमा चाहिँ थोरै टिमुर हाल्छु के। यो टिमुर भयो। स्वादअनुसार नुन राख्नुहोस्। अब नुन यति आफूलाई भयो भनेपछि नुन यति राख्नुहोस्। अनि मैले यो मसला राख्ने बेलामा टमाटर राख्छु। यो जब यो टमाटर गलेपछि पानी निस्किन्छ नि, त्यही पानीले चाहिँ यो मासु पाक्छ के, पानी राख्नु पर्दैन मसलाले। अब यो पेस्ट भयो, जिन्जर गार्लिक अघि बनाएको पेस्ट भयो। अब यो राखिसकेपछि मजाले सबै ठाउँमा पेस्टहरू घोलिनी गरेर चलाइदिनुहोस्। यसरी हेर्नु त कस्तो मजाले अघि हामीले सिस्टी लगाउँदा नै त्यो गइसकेको हुन्छ क्या, पाकिसकेको हुन्छ। अब यसलाई हेर्नु कति राम्रो भयो हेर्नुहोस् त, नखाए नि खाउँ खाउँ भयो। आज चाहिँ मैले धनियाँ पाएन, धनियाँ बिनाको मासु खाँदैछु है। ल हेर्नु साथीहरू, हजुरहरूलाई मेरो रेसिपी कस्तो लाग्छ, हजुरहरूले कसरी बनाउनुहुन्छ कमेन्ट छोड्नु होला। हस् त, थ्याङ्क यू।